यो चट्ट अहिले पाइनदारको यही डाँडामा आइसकेका छौँ। माहौलहरू यस्तै छ होइन, बवाल छ नि। के भन्नुहुन्छ दाइ? एकदम ह्याप्पी दसैँ। सबैलाई ह्याप्पी दसैँ होइन। हो त, तपाईँहरू पनि राम्ररी के भन्छ टिका जमराहरू लाउनु होला, मनाउनु होला। बोसो भएको चिज हेर नखानु, छेरौटी चल्छ। बङ्गुरको मासु खान्छ खानु, ठिका मात्रै खान्न। हामी क्यामेराले अब कता कता कैद गर्छ, भिडियो डिलिट गर्दैनौँ है हामी भिडियो डिलिट गर्दैनौँ। आमा दाइ भ्यू मात्रै हेरौँ भनेको केटीतिर आँखा गइहाल्दो रहेछ क्या। त्यो त नसालिनु। त्यही हामी जोडीहरू कता कता छ हामी क्याप्चर गरिदिइहाल्छौँ ओके होइन। अनि के साह्रो भिड आमा, जोडीहरू चाहिँ हट्नु होला है, क्यामेराले क्याप्चर गरेर हामी जान्दैनौँ है। हामी भिडियो बनाउँछौँ है। आमा यतातिरपट्टि मान्छेहरू चाहिँ ल तपाईँको पनि कुन स्क्रिनसट गर्नु ल भरे भिडियोबाट नि पोस्ट दिँदा एउटा ल स्क्रिनसट गर्नु न भरे। अब चाहिँ हामी शङ्ख भएको ठाउँमा आइपुग्न आँटेको छौँ। भ्यूहरू चाहिँ एकदम बवाल छ, दामी छ। यहाँ जोडीहरू दाइ जोडीहरू देख्नुहुन्छ होइन, पक्का भन्नु कि म क्याप्चर झ्याम्मै क्याप्चर हाल्नु। अनि त मायाकुरी तेरो बाउ आमालाई ढाँटी केटी भेट्न आएको थियो होइन। तेरो बाउलाई लत्तै म सेन्ड गरिदिन्छु, लिङ्कै पठाइदिन्छु। केटी भेट्न आउँछस् नि साला ढाँटी टिकाएको दिन होइन। यहाँका काठ जोडी जोडी नै आएर नि यार। कसले हलो भन्नु, माहौल यस्तै छ, शङ्खको भ्यू चाहिँ यस्तै छ। सबै जेन्जीहरू मात्रै छ तपाईँको पनि ल दामी बवाल। तपाईँ यार तपाईँ जेन्जी होइन, तपाईँ राजाबाजी जस्तो देख्यो क्या दाइ होइन। नि त्यो दुर्गा वर्षको पछाडि हुन्छ नि। अनि दाइ सिङ्गल होइन पुरै कोही राम्री केटी छन् भने यसो कमेन्टमा फर्म खोलिसकेको छ, आवेदन भर्नु होला। योग्यता चाहिँ के छ दाइ? खाना पकाउन जान्ने, घाँस काट्न जान्ने। सुन्नु मलाई धेरै माया गर्ने। ओहो माया भने यही सुन्छ हौ दाइ। यस्तै छ है भ्यूहरू गाई साथीभाइहरू। यो चाहिँ मैले हाम्रो दाइको पोस्ट गर्छु नि फेरि भिडियो। मलाई पठाउनु न, म पोस्ट गर्छु नि त, म युट्युबमा हाल्छु नि त। यो चाहिँ मेरो दाइको फोनबाट चाहिँ भिडियो बनाएको होइन। अब क्यामेरा क्वालिटी चाहिँ अब कस्तो हुन्छ त्यो अनुसार म्यानेज गर्नु होला। तपाईँ पोस्ट गर्नु दाइ? म पोस्ट गर्ने। ल तपाईँ नि हाल्नु, म नि हाल्छु। भ्यू यस्तो छ गाइज।